भन न। मेरो त के भन्नु यार, यस्तै छ। एउटा काम हुन्छ कि भनेर गऱ्यो हुँदैन, अर्को काम हुन्छ कि भनेर गऱ्यो हुँदैन। तनाव छ यार जिन्दगी पनि असलै। ल ल ल बेलुकातिर गर्न मिलाएर है। ल सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन भन्थे। सल्लाह जिन्दगी पनि यसरी अर्काको काम गर्दा गर्दै 10 वर्ष बितेको पत्तै पाएन। ऊ बेला पढाइसँगै काम गर्छु भनेर थालियो, अहिले आएर न पढाइ न पैसा न सपना न त जिन्दगीमा खुसीहरू नै छन् त केवल दुःख पीडा अनि नैराश्यता मात्र। खै के भनौँ यार, जिन्दगीमा जे गरे नि जति गरे नि खासै के गर्न सकेला जस्तो भने लाग्दैन मलाई। यस्तो गर्छु हुन्न उस्तो गर्छु हुन्न, फेरि कहिलेसम्म यसरी जिन्दगी चल्छ यार मेरो। त्यसैले कहिलेकाहीँ त लाग्छ यस्तो जीवन बाँच्नु हुन्छ मरेकै जति यार। फेरि गाउँमा भएका ती बुढाबुढी बाआमाको के हालत होला भन्ने पनि लाग्छ। त्यसैले बालापनको उमेर एकदम रमाइलो रहेछ। जिम्मेवारीहरू पनि कम हुने, ससानो कुरामा धेरै खुसी भइन्थ्यो। अझ भनौँ आफैले भनेको कुरा पायो भने त अति नै खुसी भइन्थेँ। अझै पनि मलाई ती दिनहरू एकदम याद छन् कि हामी बिहानै उठेर बन जान्थ्यौँ घाँस साउरा गर्नलाई, गाउँभरिका सबै साथीभाइहरू मिलेर। त्यो गाउँ, त्यो भिरपाखा, त्यो जङ्गल नाच्दै गाउँदै रमाइलो गर्दै हामी घाँस साउरा गरेर घर आउँथ्यौँ र आमाले बनाएको त्यो मिठो खाना खाएर स्कुल पनि जान्थ्यौँ। यस्तैमा एक दिन मलाई याद छ अझै कि छिमेकी दिदीले भनेकी थिइन्, यो त कति धेरै मेहनती गर्छ, दुःख गर्छ, जिन्दगीमा ठुलो मान्छे बन्छ भनेर। त त्यो सब बेकार रहेछ। अहिले त सम्झिन्छु कि त्यसले मेरो भविष्य देखेर ऊ बेला नै मजाक उडाइसकेको थिएन। जे गरे नि हातमा लागे सुन्ने भन्थे, सायद मेरै जिन्दगीमा लागु हुन्छ यार यो सब। यता आफूसँगका साथी भने कोही विदेश गए, कोही व्यापार व्यवसाय गरे, कोही सरकारी जागिरे भए, त कतिले बिहेसम्म गरेर जिन्दगीलाई एउटा बाटो देखाइसके। साला आफू भने अझै बेरोजगारकै भिडमा हराइरहेको छु। ऊ बेला बाबुआमाले भनेको नमानी के नगर्छु, यस्तो पाउँला उस्तो पाउँला भनेर आइयो। अहिले न 2 पैसा जम्मा गर्न सकेँ यार, न सपना पुरा गर्न नै। घर न घाटको बनायो जिन्दगीले पनि। मानिसलाई भन्थे सामाजिक प्राणी हो भनेर, तर किन भन्छन् चाहिँ मलाई अहिलेसम्म थाहा थिएन। बल्ल थाहा भयो। मेरो जिन्दगी हो नि, म मेरो हिसाबले जिउँछु भन्दा पनि नहुने रहेछ। यहाँ गाउँ समाज परिवारको अगाडि झुक्नै पर्ने। त्यसैले यहाँ आफ्नो लागि त कसैले केही गर्दैन होला, जे गर्छ परिवार समाज अनि देशको लागि। भनिन्छ नि 12 वर्षमा खोला त फर्किन्छ, म त एउटा मान्छे न परेँ। त्यसैले दुःख र मेहनत भने सधैँ गरिरहनेछु, निरन्तर जारी रहनेछ। हेरौँ कति दिनसम्म चल्छ यसरी। हजुर हे अङ्कल, 2 दिन लेट भएको हो के? मैले त पनि तपाईँलाई अगाडि नै भनेको थिएँ त होइन? अनि कस्तो कुरा नबुझे हौ? सधैँ महिनामा भाडा दिइरहेको छु त, महिना पुग्ने बित्तिकै दिएको छु। अनि योपालि अस्ति त्यही पनि तपाईँलाई पहिल्यै भनेको थिएँ दाइ अलिकति ढिला हुन्छ भनेर। तपाईँको भाडा दिनु ल, जे गर्नु छ गर्नु, जानु।